So hi guys, welcome to my new video. Welcome to my channel. So आज म तपाईहरुलाई सिकाउन गइरहेको छु कसरी फेसबुकमा हामीले भिडियो अपलोड गर्दा चाहिँ भाइरल हुन्छ। कतिपय नयाँ व्यक्तिहरु जो पनि हुनुहुन्छ आफ्नो फेसबुक पेजबाट आम्दानी इन्कम गर्न खोज्ने एउटा भिडियो बनाएर पोस्ट गरेर इन्कम गर्न खोज्नेहरुको लागि यो भिडियो। ढिला नगरिकन लागौं भिडियोतर्फ। म तपाईहरुलाई एउटा स्क्रिन शेयर गर्ने छु, त्यसमा हजुरहरुले देख्नुहुनेछ र राम्रोसित हेर्नु होला। त्यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला कसरी भिडियो पोस्ट गर्ने त। सबैभन्दा पहिला च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक र आफ्नो राय कमेन्टमा पक्कै पनि छोड्नु होला र भिडियोलाई शेयर गर्न नबिर्सनु होला। सबैभन्दा पहिला फेसबुक एप खोल्नु होला, त्यसपछि व्हाट्स अन योर माइन्ड त्यसमा क्लिक गर्नु होला र यहाँ हजुरहरुले देख्न सक्नुहुनेछ ग्यालेरी आफ्नो खुल्नेछ। त्यसमा हजुरहरुले कुन भिडियो पोस्ट गर्ने हो त्यो भिडियोलाई पहिला सिलेक्ट गर्नु होला। भिडियो सिलेक्ट भइसकेपछि भिडियोलाई यदि एडिट गर्नु छ भने एडिटमा थिचेर त्यहाँबाट हजुरहरुले एडिट गर्न सक्नुहुनेछ। भिडियो एडिट भइसकेपछि डाउनमा क्लिक गरेर नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि त्यहाँ हेर्न सक्नुहुन्छ से समथिङ अबाउट दिस भिडियो भनेको छ। त्यसमा चाहिँ हजुरहरुले आफ्नो भिडियोको क्याप्सन राख्नु होला। जस्तै मैले मेरो भिडियोमा राख्दै छु, हेर्नुस् निकु बेबी फिल्ममा, ठीक छ। यसै गरी होला। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। अब यहाँ हजुरहरुले देख्न सक्नुहुन्छ एड टाइटल भन्ने एउटा अप्सन दिएको छ। त्यहाँ गएर आफ्नो एउटा क्याप्सन टाइटल लेख्नु होला। जस्तै मैले मेरो भिडियोको टाइटल लेख्दै छु कमेडी रिल्स भन्ने, ठीक छ। र यसको काम त सिद्धियो। त्यसपछि अब हाम्रो काम आयो ह्याशट्यागको। ह्याशट्याग कसरी लगाउने त? ह्याशट्याग लगाउने यसरी हेर्नुस्। जस्तै ट्रेन्डिङ रिल्स भिडियो, भाइरल भिडियो, एफआइपी, फनी, निकु इत्यादि हजुरहरुले आफ्नो भिडियो अनुसारको लगाउन सक्नुहुनेछ। अब हामी लोकेसन एड गर्ने है त। जस्तै मैले मेरो भिडियोको लोकेसन एड गर्दै छु। मैले चाहिँ मेरो आफ्नै देश नेपालको राख्दै छु, ठीक छ। त्यसैगरी हजुरहरुले पनि आफ्नो ठाउँ अनुसारको राख्नु होला। र दोस्रो नम्बरको अप्सनबाट चाहिँ हामीले भिडियो ढिला पोस्ट गर्न पनि सक्छौं। जस्तै तारिख र टाइमिङ त्यहाँ सेट गरेर छोडिदिएर पछि भिडियो हामीले अपलोड गर्न पनि सक्छौं है। त्यसमा चाहिँ पछि अटोमेटिक त्यो भिडियो आफै पोस्ट हुन्छ, हजुरहरुले केही गर्नु पर्दैन। र एड एआई लेभल भनेको छ नि, यो अप्सन चाहिँ तपाईहरुले अफै राख्नु होला। यदि तपाईहरुले एआई बाट बनेको भिडियो युज गर्नु भएको छ भने मात्रै त्यसलाई अन राख्नु होला। र बुस्ट पोस्ट भनेको चाहिँ यदि तपाईहरुले आफ्नो भिडियोलाई बुस्ट गर्न चाहनुहुन्छ भने हजुरहरुले त्यहाँबाट गर्न सक्नुहुनेछ। अर्न मनी, यो अर्न मनी भनेको चाहिँ जस्तै तपाईहरुले अरु कसैको भिडियो अथवा एडलाई तपाईले एड गरेर हजुरहरुले मनी इन्कम गर्न सक्नुहुनेछ। कुनै ग्रुपमा हजुरहरुलाई भिडियो आफ्नो शेयर गर्नु छ भने पनि मिल्छ। सबैभन्दा लास्टमा अप्सन हुन्छ यसको चाहिँ। यति आवश्यक चीजहरु एड गरिसकेपछि भिडियोलाई सिधै शेयर गरेर पोस्ट गर्नुहोस् र वेट गर्नुहोस्, भिडियो पक्कै पनि भाइरल हुनेछ। सो भिडियोमा हजुरहरुले देखिसक्नु भयो कसरी हामीले भिडियो अपलोड गर्ने त फेसबुकमा। त्यो स्क्रिन शेयरमा हजुरहरुले पक्कै पनि देखिसक्नु भयो होला कसरी भिडियो अपलोड गर्दा भिडियो भाइरल हुन्छ फेसबुकमा। यदि भिडियो राम्रो लागे शेयर गर्नु होला। आफ्नो साथीहरुलाई पनि उनीहरुलाई पनि एउटा मौका दिनुहोस् कि भिडियो भाइरल गर्ने फेसबुकमा। र थ्यांक यू सो मच।